हेलो गाइज ल हाम्रो चाहिँ अब लन्चको टाइम भइरहेको छ। ट्यागको रोटी हैन, अब लोकल बङ्गुरको मासु छ, चिसो छ, टक्क खान लागि छ। ए र गाइज ल हेर्नुहोस्, ताजा बनेको छ। खान मन लागे टक्क भन्नु होला, सम्पर्क गर्नु होला हैन। लोकल ल हेर्नुहोस् गाइज, चट्ट लगाएर हेर्नुहोस्, लोकल बङ्गुरको मासु, हाम्रो चिसो अनि रोटी। हेर्नुहोस् गाइस, अब ट्याक्क ल सबभन्दा पहिला हेर्नुहोस्, चिसो हाल्नु पर्यो हैन। चिसो ल गाइस, यो चाहिँ डिउ हो। ल गाइस हेर्नुहोस् है, यो चाहिँ गाइस मासु। गाइस हेर्नुहोस् है, चोट लगाएर लोकल बङ्गुरको मासु गाइस, चोट लगाएर ल हेर्नुहोस् हैन, चोट लगाएर हेर्नुहोस्। हेर गाइस, ल हेर्नुहोस्, यी चट्टो पारेर हेर्नुहोस्, बङ्गुरको मासु हेर्नुहोस्, यस्तो तरिकाले बनेको छ ग्रेभीसँग। सधैँ तपाईँको ड्राई फ्राई खाइन्थ्यो भने योचोटि चाहिँ ग्रेभीसँग खान लाग्यो गाइज हैन। चट्टो लगाएर ग्रेभी हेर्नुहोस् गाइज, ग्रेभीसँग अब गाइज यस्तै चट्टो लगाएर हेर्नुहोस्, ग्रेभीसँग हेर्नुहोस्। ल हेर, ग्रेभीसँग बङ्गुरको मासु। ल गाइज कस्तो रहेछ त। ल हस् हस्, हामीले पनि खान लाग्यो गाइज। अब तपाईँहरूले पनि किन भन्दाखेरि बनाएर लोकल बङ्गुरको मासुसँग खानु होला टक्क यस्तो गरिकन चिसो। ल गाइज है, ल चिसो। गाइज कतिको मिठो रहेछ है त। एकचोटि सानो टुक्रा ट्याक्क रोटी अनि यस्तो गरिकन भाँचेर हेर्नुहोस् गाइज, चट्टो लगाएर टेस्ट गरेर बताउँछु म कतिको दामी बनेको छ।